हामीले त्यसलाई अगाडि बढाउँछौँ भनेर त्यो विश्वासको साथमा तपाईँले मलाई पठाउनु भएको। त्यही कारणले गर्दाखेरि मेरो पहिलो प्रतिबद्धता त्यो बेला पनि मैले गरेको थिएँ, अहिले पनि म भन्छु, तपाईँहरूका साना साना दुःखका कुराहरू, समस्याका कुराहरू त्यसलाई छिटो छरितो रूपमा समाधान गर्नको लागि म लगायत मेरो टिमहरू प्रतिबद्ध हिसाबले लाग्नेछ। यो मेरो प्रतिबद्धता हो। तपाईँहरूको अर्को कुरा के हो त भन्दा यहाँ तपाईँले टिपोट गरेर त दिनुभयो। मैले हिजो पनि 5 देखि 1 नम्बरसम्म हिँड्दाखेरि सबैजनालाई आग्रह गरेको कुरै यही हो। आज यहाँ आएका 12वटा बुदा छ। तपाईँहरूको यसमा अन्य अरू कुराहरू पनि थपिन्छ, यो थोरै भयो। किन भन्दाखेरि हामीले काम गर्ने बेलामा अब कसरी काम गरौँ त भन्दा एउटा समस्याहरू लेखेर दिनुहोस्। हामी चुलाचुलीको 6 नम्बरको बासी मधुवन लागु यसो यहाँ बिजुली बत्तीको, यहाँ चाहिँ यो यतापट्टि इन्टरनेट सेवाको अथवा यहाँ खानेपानीको समस्या छ, यहाँ बाटोको समस्या छ, थुप्रै कुराहरू हुनसक्छ होइन। केन्द्रको मात्र होइन, प्रदेश सरकारले हेर्ने पनि, स्थानीय सरकारले हेर्ने पनि, त्यसमा त्यो वर्गीकरण गरिराख्नु आवश्यक छैन। अहिले तपाईँले जे कुराहरू भेट्नुहुन्छ, समस्याको विशेष तपाईँहरूकोमा उठ्छ, त्यो सबै कुराहरू लेखेर ल्याउनुहोस्। त्यति मात्र होइन, म त तपाईँलाई के पनि भन्छु भने सल्लाह सुझाव दिनु छ भने त्यो पनि लेखेर दिनुहोस्। लु है, तपाईँको पार्टीलाई यस्तो सल्लाह सुझाव छ, तपाईँलाई व्यक्तिगत हिसाबले यसरी अगाडि बढ्दाखेरि राम्रो हुन्छ। किनभने मैले त पटक भनेको छु नि त, हामीले आत्मसमीक्षा, आत्मालोचना गरेर आफूलाई सुधारेर अगाडि बढेनौँ भने जुन गन्तव्य हामीले निर्धारण गरेर अगाडि बढिरहेका छौँ त्यो गन्तव्यमा हामी पुग्न सक्दैनौँ। त्यही कारणले गर्दाखेरि तपाईँहरूको सल्लाह सुझाव पनि एकदमै आवश्यकता छ। त्यही भएर बुदागत रूपमा माथिदेखि मुनसम्म तपाईँले मलाई लेखेर दिनुहोस्, एउटा ठुलो बनाएर दिनुहोस्। अब त्यसपछि यो के गर्नु खोजेको हो त भन्दाखेरि योभन्दा अगाडि यो निर्वाचनको बेलामा तपाईँहरूसँगको भलाकुसारीमा कतिको तपाईँहरूले त्यो बेलामा नोटिस गर्नुभयो। मैले भनेको थिएँ अहिलेको आवश्यकता भनेको के छ त भन्दा नेता र कार्यकर्ता बिचको खाडल र नेता र जनता, पार्टी र जनता बिचको खाडल चाहिँ हामीले पुरेर अगाडि जानु छ। यो ग्याप साह्रै धेरै भयो कि होइन। अब यो तपाईँले लिस्ट बुझाइरहँदाखेरि के हुन्छ त भन्दाखेरि त्यो लिस्टहरू हामीले टिकमार्क गर्दै तपाईँलाई भन्छौँ। हाम्रा यहाँ प्रतिनिधिहरूले भन्नुहुन्छ, यहाँ काका हुनुहुन्छ, बिन्दु काका, यहाँ हाम्रो दाजु हुनुहुन्छ होइन। यहाँका प्रतिनिधिहरूले के भन्नुहुन्छ त भन्दाखेरि लु तिमीले यो टिपा रहेछौ यो ठाउँबाट, यो तपाईँले टिपाएको कुरा चाहिँ यसरी हामीले समाधान गर्नतिर लागिरहेछौँ है, यसो भइरहेको रहेछ है अहिले भनेर तपाईँलाई जानकारी दिनुहुन्छ। यो जानकारी आदान प्रदानले गर्दाखेरि तपाईँ र हाम्रो कुरा गरेर भेटघाट चाहिँ बाक्लो हुन्छ। अझ यो समाधानै भयो भने अझ तपाईँहरूलाई राम्रो हुन्छ, यो ठाउँलाई पनि राम्रो हुन्छ र हामीले पनि काम भयो है भन्ने अनुभूति हुन्छ। त्यही कारणले गर्दाखेरि यो लिस्ट तपाईँले मजाले बनाएर दिनु होला। यो 12वटा बुदा छ, यो अहिले मैले यो त लिएर जान्छु होइन, यसको फोटो पठाइदिउँला काकालाई, यसलाई अझै व्यवस्थित तरिकाले लामो बनाएर ल्याउनु ताकि प्रभावकारी ढङ्गले दीर्घकालीन रूपमा चाहिँ समस्याको समाधान पनि होस्। तपाईँ हाम्रो बिचको जति ग्याप छ, त्यो दूरी छ, त्यो दूरीलाई पनि कम गर्दै जाउँ होइन। अनि सल्लाह सुझाव पनि त्यसैमा लेखेर दिनु होला। अब यहाँ बुदागत रूपमा लेखेका थुप्रै कुराहरू छन्, यसलाई यो समस्यालाई समाधान गर्नको लागि हाम्रो टिमहरू अहोरात्र खट्नेछ। कुनै कन्जुसाई बिना हामीले पहल कदमी गर्नेछौँ। स्थानीय तहमा स्थानीय सरकारलाई, प्रदेश सरकारले, केन्द्रमा आफै मन्त्रालय कर्मचारी अफिसरहरूसँग गएर हामीले यसको विषयमा कुरा गर्ने। किनभने विशेष प्राथमिकता भनेको के हो त भन्दाखेरि तपाईँहरूको यहाँको तपाईँलाई दिन तपाईँहरूको चाहिँ कट्नको लागि तपाईँलाई सजीकरण हामीले गरिदिनुपर्छ, सरकारले गरिदिनुपर्छ भन्ने कुरा हो। त्यही कारणले गर्दाखेरि तपाईँले यो लिस्ट बुझाउनु भएको छ, एकदमै धेरै धन्यवाद छ। अनि अर्को कुरा के हो त भन्दाखेरि कहिलेकाहीँ अब अहिलेको अवस्था कस्तो छ भने आजको भोलि भनेर चाहिँ हुँदैन, फेरि हामीले अलिकति धैर्य गर्नुपर्छ। फेरि त्यसैमा अर्को के थपिदिन्छु भन्दाखेरि कहिलेकाहीँ तपाईँहरूले आफैले फोन गर्नु पनि सक्नुहुन्छ। आफैले फोन गर्नुहोस्, के भइरहेछ त भनेर भन्नुहोस्, म आफू व्यस्त छु भने म अरूसँग जोडाइदिन्छु। त्यसरी तपाईँहरू र हाम्रो बिचमा संवाद भइरहँदाखेरि यहाँको विषयवस्तु पनि थाहा हुन्छ, तपाईँ र हाम्रो बिचको ग्याप पनि
कम हुँदै जान्छ। एकअर्कासँग संवाद भइरहँदाखेरि अझै हाम्रो जुन चाहिँ राम्रो सम्बन्ध छ अझै राम्रो हुँदै जान्छ। त्यही कारणले गर्दाखेरि अग्रज अभिभावकहरू र मित्रहरू, तपाईँले फोन मार्फतबाट अथवा मेरो प्रतिनिधिहरूबाट, मेरो सचिवालयका मित्रहरूसँग प्रत्यक्ष रूपमा सम्पर्क गरेर आफ्नो समस्याको विषयमा पनि राख्न सक्नुहुनेछ। तर अहिलेको लागि पनि टिपोट गरेर चाहिँ दिनुहोला। र अन्त्यमा गएर अब अहिले आज आइपुगेको छु। आज तपाईँले एकदमै मायाको साथमा फेरि स्वागत गरेर आफ्नो कुराहरू पनि राख्नु भएको छ। यसलाई छिटो छरितो रूपमा हामी सम्बोधन गर्ने प्रयास गर्छौँ। र अन्तिममा एउटा अर्को बाचा पनि के गरेर जान्छु त भन्दाखेरि, यो हाम्रो अन्तिम भेट होइन। म यहाँ पटक पटक आउँछु। मैले तपाईँलाई के भनेको थिएँ त भन्दाखेरि, चुनाव जितेर त्यहाँ काठमाडौँमा एकदमै आवश्यक परेको कारणले गर्दाखेरि गएको थिएँ। म छिट्टै आउँछु भनेको थिएँ, म 1 महिनाभित्र आएको छु। त्यही कारणले गर्दाखेरि अब यो 5 वर्षको अवधिभित्र हाम्रो थुप्रैचोटि भेटघाट हुन्छ। म तपाईँलाई यो बाचा गर्छु र यो सबै काम गर्ने बेलामा तपाईँले दिनुभएको मतको एक मतको मूल्याङ्कन हुने गरेर काम गर्छु। तपाईँले दिनुभएको आशीर्वाद, तपाईँले दिनुभएको सल्लाह सुझावलाई शिरमा राखेर काम गर्नेछु र यो गर्ने बेलामा तपाईँहरूको शिर कहिले ढल्न दिने छैन। धेरै धेरै धन्यवाद।